नमस्ते सबैजनालाई है गोरे ब्लग्समा स्वागत गर्दछु र अहिले चाहिँ म चाहिँ डाइरेक्ट पाथिभारा टेम्पलबाट है लाइभ आएको छु है त र पुरा भयो भने चाहिँ पक्कै तपाईहरु चाहिँ आएर यहाँ है अनि आएर दर्शन गरेर अनि मलाई पनि थ्यांक्स भन्नु होला है त हाम्रो यहाँ यस्तो सिस्टम अनि प्रसाद लिएर जानुहोस् यहाँ हुनुहुन्छ ल यहीँबाट हेर्नु होला है त यता बाहिरबाट हजुर अब बाहिर हेलो एन्ड नमस्ते एभ्रीवान गुड मर्निङ सबैजनालाई सो के छ त हालखबर तपाईहरुको र आज चाहिँ म चाहिँ जाँदैछु ताप्लेजुङ है घुम्नको लागि र मेरो यात्राको लागि चाहिँ तपाईहरुले पनि सहयोग गरिदिनु होला हेरेर लाइक शेयर सब्स्क्राइब गरेर है त गाइज सो लेट्स गो अहिले चाहिँ ठ्याक्कै म चाहिँ बुधबारे भन्ने ठाउँमा छु जग्गामा है दामी छ अब यहाँबाट चाहिँ डाँडा छ माथिपट्टि हेर्नु होला डाँडा छ है र यहाँको ओह्रालो चाहिँ एकदमै दामी देखिन्छ तपाईहरु पनि देख्न सक्नुहुन्छ ओहो यो बाटो चाहिँ कहिले म बिर्सिन सक्दिनँ के कसम भनेको है यति राम्रो लाग्छ मलाई यो बाटो फाइनली जोर कलश भन्ने ठाउँ हो यो चाहिँ हाम्रो झापा र इलामको बोर्डर है अघि सकिसक्यो र यहाँबाट चाहिँ अगाडि हाम्रो झापा र इलामको बढिन्छ है कहाँ हिँड्नुभयो ताप्लेजुङ हजुर कहाँबाट चन्द्रगढी हुन्छ सर धन्यवाद सो यहाँ चाहिँ हाम्रो चेकिङहरू भइरहेको छ है हाम्रो दाइहरू पनि बसिराख्नु भएको छ फाइनली हामी चाहिँ है सानो पाथिभारा आइपुगेको अवस्था छ पाथिभारा माताको चाहिँ हो एकदमै सुनसान छ अहिले चाहिँ यो बिहान भएर होला सबैजना पहाडमा अलिक ढिलै पसलहरू खुल्छ तर यो ठाउँमा चाहिँ थोरै छिटै खुलेको छ यही हो है हाम्रो सानो पाथिभारा लुक्स लाइक है ठाउँमा चाहिँ पहिरोहरू पनि गइरहेछ त्यही भएर एकदमै केयरफुल भएर आफ्नो यात्रालाई है अगाडि बढाउनु होला हाम्रो देशमा चाहिँ यसरी टक्कसँगले दाउराहरू बोकेर ल्याउनुपर्छ बिहानै घरको लागि गरिखानुपर्छ सो यो चाहिँ हाम्रो हर्कटे बजार हो है ठ्याक्कै हाम्रो पाथिभारा मन्दिरदेखि लगभग 1 किलोमिटर अगाडि आएपछि चाहिँ यो हाम्रो हर्कटे बजार भनिन्छ यसलाई र यहाँको विशेषता भनेको चाहिँ यहाँ चाहिँ हामीले सागसब्जीहरू एकदमै पाउन सक्छौँ है बिहानै ताजा साग सब्जी र यहाँ चाहिँ वेदर चाहिँ जहिले पनि है चिसो भइराख्ने एकदमै राम्रो छ यहाँको वेदर चाहिँ तपाईहरु चाहिँ यहाँ आएर खाना खानुभयो भने चाहिँ एकदम दामी पाउँछ यो रेखा होटल भन्नेमा र यो भाइरल पनि छ होटल चाहिँ र यो चाहिँ हाम्रो यस्तो छ अवस्था है यही हो हाम्रो अवस्था र अब चाहिँ हामी यहाँ हल्का खाजा खानेछौँ साइडमा रोकेर यही होला खुल्लै छ खुल्लै जस्तो सो एकदमै जाडो छ र अहिले चाहिँ म ठ्याक्कै कुटी डाँडा भन्ने ठाउँमा आएको छु र म चाहिँ अहिले यो न्यू होप भन्ने होटलमा चाहिँ है कुटी डाँडाबाट यता यहाँ चाहिँ खाजा खान आइरहेको छु म चाहिँ र यहाँ चाहिँ पहिला म चाहिँ खम्बु भाइहरूसँग चाहिँ आएको थिएँ पहिला हामी चाहिँ उहाँ माथि जाँदाखेरि कहाँ भन्छ त्यो फेमस प्लेस त ठाउँको नामै बिर्सेँ है सो म चाहिँ थुक्पा खान गइरहेको छु बिहानै र वेदर एकदमै चिसो छ गाइज है हेर्नु यस्तो दामी छ भ्यू पनि है त जाडोमा तातो के भयो
चन्द्रहटीबाट ताप्लेजुङ। हुन्छ सर, धन्यवाद। सो यो चाहिँ हाम्रो ब्युटी अफ जिल्ला झापा जिल्ला 5 ठ्याक्कै अहिले चाहिँ हामी चाहिँ अन्तु जाने बाटो है। यो चाहिँ ठ्याक्कै अन्तु जाने बाटो हो। अब यहाँबाट चाहिँ हामी लगभग फिक्कल आइपुग्नै आँट्यौँ। सो अब अहिले चाहिँ अब हामी चाहिँ ठ्याक्कै फिक्कल बजारको प्रवेश गरेको अवस्था है। तपाईँले देख्न सक्नुहुन्छ यो सुन्दर सहर हाम्रो फिक्कल बजार इलाम नगरपालिका। यहाँबाट चाहिँ राइट साइडतिर गयो भने चाहिँ ठ्याक्कै हाम्रो पशुपति नगर पुगिन्छ। सिधै गयौँ भने चाहिँ हामी इलाम पुग्छौँ है त गाइजहरू। एकदमै दामी छ यो ठाउँ, चट्टसँगले सानो चिटिक्क परेको, तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। सो अब चाहिँ हामी माइखोला पुग्न लाग्यौँ है। ठ्याक्कै अब यहाँबाट चाहिँ 7 किलोमिटर मात्र छ है त। गाइज है के कस्तो भइरहेछ, तपाईँहरू चाहिँ यसो रमाइलो लागिरहेछ भने चाहिँ मेरो ब्लगलाई है सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला, माया गरिदिनु होला, लाइक गरिदिनु होला। जय नेपाल गाइज, जय नेपाल। हाम्रो यहाँ पहाडमा चाहिँ स्कुल जान चाहिँ अलिकति गाह्रै हुन्छ है। पहाडको भनौँ न एक तरिकाले पहाडमा चाहिँ स्कुल चाहिँ अलिकति। हामी माइखोलाको नजिकै आइपुगिसकेको अवस्था छ। यहाँ चाहिँ गाडीहरू चाहिँ यसरी लाइनमा रोकिरहेको अवस्था। ओ मामा, सायद यो बच्चाबच्चीहरू चाहिँ घुम्नको लागि आए जस्तो छ होइन। टुर त्यही हो माइखोला। हामी चाहिँ बस्छौँ पनि होला यार। यहीँ पो रहेछ त। सो फाइनली गाइज अहिले चाहिँ म ठ्याक्कै लगभग 10 बज्न लाग्यो होइन। र अहिले चाहिँ म आइपुगिसकेको अवस्था छ। अहिले चाहिँ म ठ्याक्कै माइखोलामा आइपुगेको अवस्था है। खोला यहाँ सलल्ल बगिरहेछ है। र अस्ति भर्खरै माता यो शिला भेटेको ठाउँ चाहिँ यहीँ तल हो है, छेउमै रहेछ। र आजकल चाहिँ मान्छेको भिडभाड पनि देख्न सक्छौँ हामी। माताले चाहिँ शिला भेटे अनुसार चाहिँ सायद त्यहाँ चाहिँ पूजाहरू चाहिँ भइरहेछ है। बजारमा आइपुगेको अवस्था हो यो राखी बजार हो।
फाइनल्ली म चाहिँ 11:30 बजे चाहिँ राके बजार भन्ने आइपुगेको छु है। सो दिस इज राके बजार। अब यहाँबाट चाहिँ फिदिम चाहिँ लगभग यहाँबाट चाहिँ फिदिम लगभग 30 किलोमिटर छ होइन। सो 11:30 बजे चाहिँ म यहाँ आइपुगेँ। भनौँ न बाटोमा चाहिँ हल्का हल्का बाटो चाहिँ बिग्रेको छ। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने चाहिँ बिस्तारै आउनु होला। र यो ठाउँ राके बजार भनेको चाहिँ यहाँ चाहिँ भात चाहिँ एकदमै मिठो पाउँछ होइन। सो म पनि भात खान गइरहेको छु। यस्तै छ बजार, घाम लागिरहेछ। प्रायः चाहिँ यहाँ चिसै हुन्छ तर आज चाहिँ घाम लागिरहेछ है। त्यही अचार टमाटरको मुला काँक्रा वाइल्ड लागेको छ। ल हे फाइनल्ली आइपुगेको अवस्था काभेरी बाटाकोमा है। हेलो एन्ड वाट्सअप गाइज एन्ड नमस्ते सबैजनालाई है। गोरे ब्लग्समा स्वागत गर्दछु। र अहिले चाहिँ म चाहिँ डाइरेक्ट पाथिभाटा टेम्पलबाट है लाइभ आएको छु है। त तपाईँहरू देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ एकदमै लाइनहरू छ यतापट्टि है। यता चाहिँ भिड छ। मैले चाहिँ बिहानै दर्शन गरिसकेँ। म चाहिँ सोमबार बिहान 7:30 बजी हिँडेर ठुलो फेदी चाहिँ म कति बजी आइपुगेँ भने लगभग 10 बजेतिर चाहिँ ठुलो फेदी आइपुगेँ। बाटो राम्रै छ, ठाउँ ठाउँमा चाहिँ हल्का पहिरो गएर चाहिँ बनाउँदैछन् होइन। अनि के भन्नु यस्तै छ, रमाइलो छ। अहिले चाहिँ म टक्क डाँडामा बसेर हल्का आनन्द लिइरहेको छु है। त्यहाँ हेर्नु डाँडा है, एकदम आनन्द आइरहेछ। स्वर पनि भाँसिरहेछ। आज चाहिँ म बिहान ठुलो फेदीबाट चाहिँ 3 बजे हिँडेर चाहिँ पाथिभाटा माताको दर्शन गरेँ। अनि तपाईँहरूलाई पनि अब लैजान्छु त्यहाँ है। त कस्तो हुन्छ, तपाईँहरू पनि यहीँबाट दर्शन गर्नु होला। यहीँबाट आफ्नो इच्छा होइन आफ्नो विसहरू माग्नु होला है। त र पुरा भयो भने चाहिँ पक्कै तपाईँहरू चाहिँ आएर यहाँ है अनि आएर दर्शन गरेर अनि मलाई पनि थ्याङ्क्स भन्नु होला है। त एकदम हिमाल है, यहाँबाट जुम गर्न मिल्दैन, नत्र हिमाल त यस्तो दामी देखेको छ है। अनि भिडभाडै छ नि यहाँ अहिले। घाम लागिरहेछ। वेदरको अपडेट भन्दाखेरि चाहिँ चिसो चाहिँ बबाल चिसो छ। हिउँ चाहिँ पर्न अझै बाँकी छ होइन। हिउँ चाहिँ अझै परेको छैन, हिउँ चाहिँ पर्न बाँकी छ। अब अल्टिट्युड त अब माथि अब 3000 भन्दा पनि माथि आइसक्यौँ नि त हामी। अनि त्यस्तै छ, रमाइलो छ। बिहान 1 गिलास पानी खाएर चट्ट हिँड्दै आएँ म होइन। रमाइलो भयो। 3 बजे सोच न, 3 बजे राति कति मान्छे हुन्छ होइन। अब यो गफ कति गर्नु होइन। अब म चाहिँ लाउरे दाइ अब तपाईँहरूलाई होइन लगेर देखाइदिन्छु, दर्शन गराइदिन्छु है। त अब बाटोको ब्लग्सहरू भन्नाले पनि बाटोको चाहिँ पहिलाको जस्तो चाहिँ खिच्न पनि खिचेको अलिअलि छ होइन। तर यो डाइरेक्ट हाल्नेछु छिट्टै है। त त्यही भएर चाहिँ सबैजनाले पाथिभाटा माताको जय होस्। र अब हामी जानेछौँ। हातमै पन्चा, मेरो यही ग्लोभ्स लगाइदिएको, बाइकको ग्लोभ्स वान एन्ड ओन्ली। प्रायः त सबै झापालीहरू नै आउनु भएको छ झापाबाट होइन। अनि मैले प्रायः त झापाली नै भेटेँ। 1-2 जना चितवनको मान्छेहरू पनि थियो। तर ओभरअल चाहिँ झापाली नै हुँदो रहेछ यहाँ प्रायः आउने। अनि इलामको भाइहरू थियो 1-2 जना। त ओभरअल ठिकै छ। ल अब चाहिँ हामी जान्छौँ है। हेर्नु होला है। त हेर्दै गर्नु होला, माया गरिदिँदै गर्नु होला। यस्तो छ। अब म यहीँबाट छिर्छु अनि तपाईँहरूलाई यतैबाट लान्छु। यताबाट धेरै लामो पर्छ, गेटैबाट लगौँ हुन्छ। म तपाईँहरूलाई गेटैबाट लान्छु है। त छड्किन जानु होइन। ओके, मेरो झन्डा यो झन्डा त यो
यो झन्डा थाहा छ नि तपाईहरुलाई हैन यो भन्दा अगाडि चाहिँ यो झन्डा चाहिँ केदारनाथ पुगेको हो यही झन्डा हो अब केदारनाथबाट चाहिँ पाथिभारा टेम्पल हैन खै हो अब पाथिभारा टेम्पल पछि चाहिँ कहाँ पुग्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ तपाईहरु डिसाइड गरिदिनु होला कमेन्ट गरिदिनु होला है त जब तपाईहरुलाई चाहिँ दर्शन गराउन लान्छु मान्छेहरु एकदम थाकेको छन् यसरी सुतिरहेको छन् यहाँ वाइल्ड सास चाहिँ फुलेन तर बर थाक्यो यसपालि है म पनि धेरै नै थाके लाइभ हुन्छ फेरि हाम्रो चाहिँ है गाइजहरु माइन्ड नगर्नु होला यसरी झन्डा खेल्दै जाने हामी है तपाईहरु मेरो चाहिँ यो थर्ड टाइम हो है त दुईचोटी स्कुटरमा अनि एकचोटी चाहिँ बाइकमा बाइकमा एकचोटी चाहिँ मम्मीहरुसँग आइपुगे म अनि दामी छ जस तपाईहरु हिँड्न सक्नु हुन्न भने पनि यहाँ हाम्रो ट्याक्सी दाइहरु चाहिँ बसिराख्नुहुन्छ ठाउँमा एट्याक हान्नलाई अब चाहिँ हामी मन्दिरको दर्शन गर्न लान्छु है त ओभर यता भिड हैन यतिको त बबाले भिड जस्तो लाग्छ मलाई त हेर्नु है म त बिहानै 3 बजे उठे चिसो पानीले नुहाइदिएर अनि हिँडेको नि त अब कहिले तातो पानी तताउनु के गर्नु हैन आम्बो यार हावा चलेको हेर न सिरिरी हावा चल्यो सिरिरी आँखे फिरिरी चाहिँ पाथिभारा माता कि जय होस् है त ल यो चाहिँ मेन गेट हो है यहाँको गेट हाम्रो झन्डा सँगसँगै रमाइलो छ सुरुमा चाहिँ यहाँ हाम्रो गणेश भगवानको मूर्ति पनि छ है सुरुमा चाहिँ यहाँ गणेश भगवानको मूर्तिमा पूजा गर्नु होला हैन भाइहरु यहाँ सिकाउने मान्छेहरु पनि हुन्छ गणेश भगवान अनि त्यसपछि चाहिँ यहाँ महादेवको है यहाँ चाहिँ दुईटा नन्दीजी हुनुहुन्छ एउटा यता एउटा उता मान्छेहरु गलेर फ्याक भएको छ नि यहाँ ओभर है त हाम्रो दाइको चस्मा चाहिँ दामी रहेछ यार दाइ लगाइदिनु न चस्मा चस्मा हैन नि त टोपीमा सेट वाला हो टोपीमा सेट वाला पाउँछ हाम्रो टोपी दाइहरु चाहिँ ट्याक्सी संघको दाइ अध्यक्ष हो हैन ए पठाउ नचिन यो टोपी लगाएको पठाउ जम्न कदा टोपी नचिन र भडिया नचिन यो लगाएको हामीले खै लाउनु त एकचोटी तल चाहिँ राम्रो देखिँदो रहेछ लाउनु त एकचोटी किन हेरौँ न भिडियोमा लु खोल्दै त ल्याउँदैन ल छोड्दिनु त्यसो अब चाहिँ म तपाईहरुलाई मन्दिर है मन्दिरतिर लिएर जाँदैछु हेर्नु होला है भिडभाड एकदमै धेरै छ बिहानै हिँड्यो मजा आयो जोस् पाथिभारा माता कि जय होस् पाथिभारा माता कि जय होस् एन्ड दिस इज द टेम्पल है गाइज दिस इज द टेम्पल हेलो भाइ गोरे ब्लग्स सब्सक्राइब गर ल 1 मिलियन छ मेरो सब्सक्राइबर छिटै हुन्छ यहीँबाट अब दर्शन गर्नु होला तपाईहरु है पाथिभारा माताको मैले सकेसम्म छेउमै लगिदिनेछु र तपाईहरुको चाहिँ भिडियोबाटै पाथिभारा माताले के भन्नु विशेषहरु पुरा गरिदिनु हुनेछ है एकदमै हाम्रो प्रसिद्ध पूर्वको चाहिँ प्रसिद्ध लोकप्रिय ठाउँ हो हेलो दाइ हाम्रो यहाँ यस्तो सिस्टम यहाँ हुनुहुन्छ ल यहीँबाट हेर्नु होला है त यता बाहिरबाट हजुर अब बाहिरबाट अहिले चाहिँ त्यहाँ चढाउन के अरे यो चुनरीहरू के हुन्छ नि त्यो चढाउन दिनुहुन्न हैन त्यहाँ माताकोमा छुवाएर अनि यो यहाँ चाहिँ यसरी राखेर अनि पछि फेरि आफैले पनि लान मिल्छ यहाँबाट अनि यहाँ के छ अरू यहाँ चाहिँ यो रुख छ यो रुखको नाम चाहिँ थाहा छैन मलाई दानपेटिका हो यो हेलो भाइ अब बेला हुँदैछ नि त त्यहाँ जाने बेला हुँदैछ हो सो फाइनल्ली अब चाहिँ फर्किने हो हैन तपाईहरुलाई उतापट्टि लगेर अब चाहिँ म
मन्दिरको दर्शन त भइसक्यो उतापट्टि हिमालको दर्शन अरू त के छ र त्यस्तो केही पनि छैन हैन मान्छेहरू टाढाबाट आउनु भएको छ अनि यहाँ हाम्रो टिकटक पनि बन्दैछ कहाँबाट आउनु भएको दमकबाट प्रायः चाहिँ झापाली नै रहेछ आउनेहरू नि सो लाइन अहिले चाहिँ धेरै नै रहेछ बिहान चाहिँ कम्ती नै थियो अहिले चाहिँ लाइन वाइल्ड धेरै छ है थाकेर फ्याक भएको छ सबजना वाइल्ड अरे भाइ भर्खर किन ढिलो आएको तिमी ढिलो बिस्तारै बस्दै आयो ओ ल ठिक छ ल भाइहरू चाहिँ हामी बाटोमा भेट भइरहेको थियो होइन यस्तो छ अवस्था हेर नि ला लड्ने रस्सी भाइ थियो लामो लाइन भएको रहेछ हामी त आउँदा बिहान चाहिँ लाइनै थियो नि यत्रो यहाँसम्म आधी मात्र थियो होइन जाडो पनि ठिकै छ जाडो मलाई चाहिँ त्यति साह्रो लागेन 5-10वटा लुगा लगाएको छु भित्रबाट होइन त्यही भएर चाहिँ त्यति साह्रो लागेको छैन त्रिशुलहरू चाहिँ किनेर चाहिँ गाड्ने ठाउँ चाहिँ यहाँ हो है यो चाहिँ त्रिशुल गाड्ने ठाउँ यहाँ बलि दिने ठाउँ पनि छेउमै छ मेन त हिमाल हेर्नु न हिमाल आम्मामा यति राम्रो छ यार आइया नेपाल गाई चाहिँ अब चाहिँ ब्लग सकिन लागेको अवस्था है अब तपाईँहरूलाई त के देखाउनु अरूले पनि बाटोको अवस्था हालिरहेको छ मैले चाहिँ डाइरेक्ट मन्दिरको बनाइदिएको यसरी चाहिँ हाम्रो होइन घन्टीहरू पनि चढाउने गर्नुहुन्छ यहाँ है बलि दिने गर्छ यहाँ चाहिँ ल गाइज अब यहीँ के अरे यहीँ सकाउँदैछु मेरो ब्लग है तल पनि राम्रै छ बाटो राम्रै छ आउनु सक्नुहुन्छ तपाईँहरू है त पाथिभ्यारा माताकी जय होस् है मनोकामना सबैको पुरा होस् गाइज बाई बाई सब्सक्राइब गरिदिनु होला लाइक सेयर सब्सक्राइब सबै थोक गरिदिनु होला ओम नमः शिवाय गुड मर्निङ एभ्रिवान है सो अहिले चाहिँ म ठ्याक्कै यो ताप्लेजुङको यो ट्याक्सी बस स्ट्यान्डतिर छु अब यहाँबाट चाहिँ मेरो फर्किनेको यात्रा चल्दैछ पछाडि झन्डा पनि छ अनि स्कुटर यस्तो छ राति चाहिँ म यही होटलमा बसेको थिएँ आर्या थकाली भान्साघरमा है खानाहरू राम्रै थियो मेरो बाइक एकछिन तातिँदैछ है त यहाँ जाडो ठिकै रहेछ यहाँ माथिको भन्दा चाहिँ माथि चाहिँ अलिक धेरै नै जाडो थियो यहाँ चाहिँ त्यति साह्रो जाडो रहन्छ हाम्रो आर्मी दाइहरू हल्का ट्रेनिङमा बिहानबारे जाडो बचाउनलाई होइन साइडमा चाहिँ गाडी स्ट्यान्ड जस्तो पनि छ अब हामी चाहिँ लाग्दैछौँ ताप्लेजुङ बजार छाडेर हाम्रो यात्रा अगाडितिर बढाउँदैछौँ ब्युटिफुल सिटी एन्ड ब्युटिफुल होइन त कति मजाको छ हेर न तिमीहरू पनि ओहो यो हिमाल हेर हिमाल पहाड तराई हाम्रो देश यस्तै छ नि यार र हामी जन्मियौँ झापामा गरम गरम चाय गरम खाना चाय ताप्लेजुङ बजार चाहिँ यस्तो छ अहिले खुल्ला छैन है राम्रो छ है ताप्लेजुङ बजार मान्छेहरू होइन बिहान बिहानै पसल खोल्नु यति चाँडो ब्याग पसलहरू यहाँ चाहिँ हाम्रो फागुनन्द चोक हो मजाले देखिनु है त्यो हाम्रो फागुनन्द चोक पनि हो र फागुनन्द चाहिँ लिम्बूहरूको होइन लिम्बूहरूको चाहिँ राजा हो कि के हो गुरु होला
हेलो एन्ड व्हाट्सअप गुड मर्निङ गाइज है अनि वेलकम फेरि मेरो ब्लगमा र अहिले चाहिँ यो फर्किनेको ब्लग हो यो छुट्टै हाल्छु है र त्यही भएर अहिले चाहिँ हामी चाहिँ खाजा खान आइरहेको छौँ यो मेवाखा भन्ने ठाउँमा र खाजा पनि खाइसकेँ अनि चना र अन्डा खाएको एकदम मिठो लाग्यो मलाई होइन अनि हाम्रो भाइहरू पनि आउनु भएको छ हेलो भाइ नाम र यसो भनिदेऊ न अलिकति आउनु उज्यालोमा ल हाम्रो भाइ चाहिँ उहाँ संसरीबाट आएको रहेछ हिजो भेट भएको थियो भेट चाहिँ ऊ दाइसँग भएको हो हुन चाहिँ उहाँ दाइ छ होइन अनि हाम्रो प्रज्वल खड्का भाइकै उयो रहेछ साथीहरू रहेछन् होइन ठिकै छ रमाइलो भयो जाने बेला साथी पनि भेट्यो र यो ब्लग चाहिँ एकदमै स्पेसल हुनेछ किनभने यहाँ हाम्रो ग्रुप चाहिँ टन्नै हुनुहुन्छ दाइहरू चाहिँ गारामुनिबाट हो होइन हेलो दाइ अनि यहाँ हामी 6-7 जनै छौँ 7-8 जना छौँ है तिमीहरू 6 जना होइन ब्लग छिटै आउँछ र अब बाटोमा चाहिँ अब हामी खानेकुराहरू के खायौँ भन्ने कुरा देखाउँछौँ होइन अब चढेको चाहिँ एक दिन अगाडि हालिसकेँ मैले हेलो गाइज मेवाखा एन्ड लज रहेछ यहाँ एकदम खाजा मिठो पाउँछ यहाँ आएर खानु होला ल साथी उहाँ नै होला हो आन्टीले गाउँ पनि देखाउँदै हुन्थ्यो हिजो तपाईँको गाउँ यतै हो नि हाम्रो पहिला त यहाँ पारी ऊ त्यहाँ झ्यालबाट देखिन्छ होइन तर टाढो रहेछ है हाम्रो यो के अरे खोला पारीपट्टि तपाईँलाई कहाँ बस्न ठिक लाग्छ तपाईँलाई मलाई त एकदम झापै हो पहाड किन दुःख धेरै भयो ए हाम्रो दिदीहरू पनि आउनु भएको छ है सबैसँग भेटघाट भयो आन्टीले गाउँ देखाउनेहरू देख्न त यो गोप्रोबाट देख्दैन त्यही पनि यसो रमाइलो होइन गाउँठाउँ प्यारो आन्टीको ल यहाँबाट देखाइदिनु हुन्छ अरे है ऊ यो माथिको डाँडा हेर्नु ऊ यो माथिको डाँडा हाम्रो गाउँ हो म पढेको स्कुल चाहिँ ऊ यो पारी देखिएको स्कुल हो ऊ पारी देखिएको पारी ल अब हाम्रो यात्रा अगाडि बढ्दैछ है हाम्रो भाइहरू अगाडि बढिसक्यो हाम्रो ग्याङहरू यस्तै छ ल अङ्कलले बिहान बिहानै तोङ्बा के गर्नु है पहाडमा मिठो थियो है खाजा चाहिँ धन्यवाद है अङ्कल ल आन्टीले मेरो लागि पनि यहाँ भरिदिँदै हुनुहुन्छ हुन्छ यो चाहिँ हाम्रो काबिनी खोला है पहिला सुरुचोटि जाँदा चाहिँ नुहाएरै गएको थियौँ है तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ पूजा गरेर है हातखुट्टा धोएर जाँदा राम्रो नुहाउँदा अझ राम्रो ल अब हामी चाहिँ काबिनी खोला तरेर है हल्का हाम्रो यात्रा अगाडि बढाउँदैछौँ केटाकेटी हो मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब के हो गर्दै हाल्नु है त गाइज कति भनिराख्नु यार ल ल ऊ पहिला उसलाई हाल्नु न होइन लड्छ नि त ऊ हस् 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 पहाडमा यस्तै छ है बाई बाई नानी बाई बाई के को गाडी आयो अरे जनताको गाडी मेरो झन्डा देखेर चाहिँ जनताको गाडी देखेर कि नेपाल हो हाम्रो देश नेपाल है बाई बाई ल आन्टी गयौँ ल दिदी है यहाँ चाहिँ सुँगुर काटिँदै रहेछ गाउँमा ओहो यार कति केजीको हो यो सानो ठुलो छ त यो त यार कसरी केजी छ यतातिर 450 हामी चाहिँ झापाबाट उता कति छ हौ झापामा 500 550 हेरी दिन्छ होला यो चाहिँ जोरपोखरी भन्ने ठाउँ हो होइन जोरपोखरी बजार हामी देख्न सक्छौँ सुन्दर बजार Mustangma, bitch you girl Mustangma, get out sorry Mustangma, oh I'm Mustangma, get out again Mustangma. Get out sorry Mustangma.
यता हो यता यता यो चाहिँ फिदिम हो र हाम्रो भाइहरू चाहिँ यो चाहिँ हाम्रो फिदिम हो सुन्दर फिदिम राम्रो फिदिम मलाई चाहिँ साह्रै मनपर्छ यो ठाउँ है कसम है स्पेसली यो ठाउँ चाहिँ एकदमै मनपर्छ मलाई ल भाइ अहिले हामी कहाँ आइपुग्यौँ ट्याक्क हामी अहिले फिदिम र राकेको बिचमा छौँ अब 15-20 मिनटमा राके पुग्छौँ अनि खानासाना खाएर अनि फेरि जान्छौँ है एकछिन रेस्ट गरेर अनि लाग्नुपर्छ त्यही ओके भाइ ल जय बोले बाबा मलाई शङ्का लाग्दै त तिमीहरूले हर्न बजाएको भनेर तपाईँहरू फर्किँदा जाँदा नि यही खानुभएको थियो ल ठिकै छ ल गाइस हामी चाहिँ राकेको होटलमा आइसकेछौँ खाना खान अब कस्तो भइरहेछ भाइ राइड अलि ठिकै नै छ अहिलेसम्म चाहिँ आँखा चाहिँ अलिक पोलिरहेछ धुलोले गर्दा अरू सबै ठिकै नै छ राइड राम्रै भइरहेछ ल गाइस अब चाहिँ हामी खाना खान जाँदैछौँ है त यो होटलको नाम चाहिँ रहन्छ होइन यो फिदिममै छ ए फिदिम रे राखेमा है राम्रो छ खाना सुरु भइसक्यो ल सो गाइस खाना चाहिँ खायो है मिठै थियो भेज खाना खायो 200 रुपियाँ प्लेट अनि मासुहरू चाहिँ रहन्छ धेरै कस्टमर आएछ सो द्याट्स वाइ है सबैजनाले टन्न खानु यो भाइले चाहिँ 3 थाला हान्यो अब चाहिँ हाम्रो यात्रा यहाँदेखि इलामसम्म म्यापमा चाहिँ 1 घन्टा 15 मिनट देखाउँछ होइन अब हेरौँ के कति छ है त अब भेट्दै गरौँ ल फेरि गाइस हामी चाहिँ कन्यामा आइपुग्यौँ 4:30 बजे है अब चाहिँ यहाँबाट सबैजनालाई बाई बाई है सबैजनाले घुम्न आउनु होला कन्याम त्यसपछि पाथिभरा जानु होला इलाम घुम्नु होला है र हामी पनि घुम्नेछौँ सो सबैजनालाई बाई बाई गाइस है लाइक गर्नु होला सेयर गर्नु होला र सब्सक्राइब गर्नु होला है त गाइस स्टे ट्युन ल बाई बाई